Hi guys, welcome to my channel. This is my old videos when I was pregnant, and I don't know how many weeks I was going by that time. Maybe almost like I was 32 weeks, I guess. And this is my shopping in Temu, and I'm unboxing Temu house. We buy some clothes from Temu to see how it is actually, we bought some clothes for our baby. नयाँ कपडाहरू छ तेमुमा हैन। तेमुको कपडाहरू चाहिँ कस्तो हुँदो रहेछ बच्चाहरूको लागि पनि हैन। त्यो पनि सर्ट टर्मको लागि मात्र, उनीहरू चाहिँ छिटो ग्रो हुने हैन, साना साना टाइनी कपडाहरू चाहिँ युज गर्नलाई। अनि कस्तो स्पेसिफिक टाइममा युज गर्नलाई चाहिँ तेमुबाटै किनौँ भनेर हैन हामीले तेमुबाट किने कति कपडाहरू। अनि लाइक आई थिङ्क टु गिभ अ रिभ्यू हैन, अल कटन किनेको हामीले चाहिँ 100% कटन्स हैन। अनि एकदम राम्रो लाग्यो मलाई चाहिँ, एकदम इन सेन्स राम्रै लाग्यो। सो 1 month 2 monthको युजको लागि चाहिँ वर्थ इट पनि छ, पैसा पनि त्यस्तो धेरै एक्सपेन्सिभ छैन हैन। सो मस्लिन ब्ल्याङ्केटहरू अनि ब्ल्याङ्केट जुन मैले किनेँ तेमुमा, आई थिङ्क त्यो चाहिँ एकदम राम्रो आएको छ। अनि म चाहिँ आइएम सो ह्याप्पी विथ द्याट हैन। अनि के अरे यसको चाहिँ हामी सेकेन्ड टाइम बाई हो मेरो चाहिँ यो तेमुमा, किनभने म चाहिँ अनलाइन चाहिँ सामानहरू नर्मली म किन्दिनँ हैन। किनभने मलाई अनलाइनमा किन्न चाहिँ अहिले अनलाइनमा चाहिँ अलिक ट्रस्ट नलाग्ने भएर हो, मेरो ह्याबिट पनि छैन। सो तर म चाहिँ अलिक फ्री टाइम हुँदाखेरि अब बाहिर सपिङ गरिराख्नुभन्दा अनलाइनमा चाहिँ किनेर घरमै आइपुग्छ। सिन्स डेनमार्कमा चाहिँ जे कुरा पनि डिजिटल अनलाइनबाटै हुने, जे कुरा पनि अनलाइनमै गर्ने, एकदम इजी, अलिकति हल्का तरिकाले सबै तरिकाले जस्तो गर्ने तरिका भएर हैन म पनि यस्तो अनलाइन बाई गर्ने बानी बसालेको। मलाई चाहिँ नर्मली अनलाइनमा सामानहरू किन्ने भने चाहिँ अनलाइनमा बानी बस्यो भने चाहिँ त्यहाँबाट पैसा चाहिँ एकदम इजिली फुइ फ्लो गर्छ, अनि सपिङ पनि राम्रै उयो हुन्छ। अनि मैले चाहिँ किनेको कपडाहरू चाहिँ एकदम क्युट खालको, त्यस्तो खालको चाहिँ मलाई एकदम मनपर्छ कि, जुन चाहिँ मैले यहाँ H&M जारामा चाहिँ मैले भेट्दिनँ कि। फेरि त्योमाथि एकदम जागरुलो पनि छैन म हैन। अनि सबै चेक गर्दैछु नि ब्ल्याङ्केटहरू कस्तो छ। यो ब्ल्याङ्केट पनि एकदम राम्रो छ। अहिले मैले युज त गरेको छैन, तर मेरो प्लान चाहिँ टु युज इन विन्टर। सो लाइक हुन्छ नि पैसा तिरे अनुसार चाहिँ एकदम राम्रो छ। आई डोन्ट नो, सबले भन्छ केमिकल्सहरू हुन्छ अनि यस्तो हुन्छ। अब चाइनामा बनेको सामान यस्तो लिटरली भन्नुपर्दा त मोस्ट अफ द 95% त सामान हाम्रो चाइनाबाटै बनेको हुन्छ। सो यसलाई चाहिँ युज गर्नुभन्दा अगाडि चाहिँ एकदम राम्रोसँग वास गरेर, बिफोर बेबीहरूको लागि युज गर्नुभन्दा अगाडि, ओर हामी आफूलाई युज गर्नुभन्दा अगाडि चाहिँ एकदम राम्रोसँग वास गरेर चाहिँ प्रयोग गर्नुहोस् हैन। मैले प्रयोग गरिसकेको छु। मैले चाहिँ प्रयोग गरेर पनि मलाई चाहिँ एकदम राम्रो लाग्यो। कपडाहरू त्यस्तो खराब लागेन भनौँ न, सबै राम्रै लाग्यो। किनभने मैले चाहिँ बेबी लागि चाहिँ पोलिस्टरहरू चाहिँ नकिनेको, तिनीहरू चाहिँ मैले सबै किनेको 100% कटनहरूको कपडाहरू। यो चाहिँ ह्याङ्की, उसको त्यो मुख पुस्नको लागि सानो ह्याङ्की किनेछ पापाले हैन। अनि हामी चाहिँ मुख वाइप गर्नलाई हो। अनि उसको लागि चाहिँ कपडाहरू पनि केही कपडाहरू पनि किनेको थियो, किनभने फर्स्ट 1-2 मन्थ्समा चाहिँ कपडाहरू हामीलाई खासै स्पेसल चाहिँदैन कि, उनीहरूले धेरै प्रयोग पनि हुँदैन किनभने छिटो ग्रो पनि हुन्छ नि त। अनि के अरे अब यो उसको चाहिँ कति 2 मन्थ्स मात्रै चलायो, किनभने 0 देखि 3 मन्थसम्मको हो, तर 2 मन्थसम्म मात्रै प्रयोग, किनभने बेबी छिटो ग्रो हुँदै गएपछि चाहिँ अलिक नहुने। तर कस्तो क्युट छ, कति राम्रो क्वालिटी लाग्यो मलाई चाहिँ खै हैन। तर सबैजनाको आफ्नो भ्यू हुन्छ कस्तो लाग्छ भनेर हैन। अनि त्यो यो ब्ल्याङ्केट त झन् कुरै नगर्न, म चाहिँ कस्तो
मजा लाग्छ क्या यो चाहिँ कस्तो नरम छ मेरो बेबीले चाहिँ अहिले यो मात्रै युज गरिरहेको हुन्छ अनि कमेडी मेरो फिल्टर हो त्यो फिल्टरै अगाडि आइदिएर हा अनि कति राम्रो हुन्छ कस्तो क्युट होइन म त खुसी भइरहेको क्या अनि किनभने बेबीको कपडाहरू देख्दाखेरि त कस्तो क्युट सानो सानो छ नि त है ऊ त जन्मेको पनि छैन अनि पिन्टुङले कपडा देख्दा कस्तो माया लाग्दो नि कस्तो माया लाग्दो रहेछ कि अनि कपडाहरू कस्तो क्युट लाग्ने सानो के मान्छे नै अहिले आएको छैन टाइनी कपडाहरू देख्दाखेरि त कस्तो माया लाग्दो रहेछ अनि अनिसिसहरू सबै राम्रै छ होइन तर अहिले चाहिँ अब ठुली भएर होला सानो भइसक्यो क्या अनि तर सानो भएपछि चाहिँ नि के अरे खुट्टाको म चाहिँ मजाको टुप्पो काटेर मैले चाहिँ त्यही चलाइरहेको छु किनभने ऊ चाहिँ अब ठुली हुँदै गएपछि त अब यो कपडा भएर अब पछि चलाउँदैन होइन सो वी क्यान युज द्याट ह्याक भनौँ न टिकटकबाट सिकेको मैले चाहिँ टिकटकबाट मान्छेहरूले त्यसो गर्दछ किनभने उनीहरू न्युबर्न बेबीहरू त 1 वर्ष के अरे 1 वर्ष भन्दा न सर्टेन टाइमसम्म त एकदम फास्ट ग्रो हुने बेबीको कि यिनीहरू त त्यही भएर उनीहरूको कपडाहरू त्यस्तो धेरै पनि किनेन थोरै मात्रै किन्यो जुन चाहिँ 2 महिनासम्म म त चलाएँ यो चाहिँ मेरो लागि म्याक्सी थियो पप्पाले किनिदिएको होइन जुन चाहिँ मैले प्रयोग गरेन टु बी अनेस्ट होइन इट वाज नट निडेड 2टा किनेको छ मेरो लागि चाहिँ सो त्यो चाहिँ केही नेसेसरी थिएन बेबीको लागि कपडा देखेर म चाहिँ दङ्ग परेर चाहिँ भगवान् त्यो सानो हो इद्रु पुन्दुङ्रे कपडा मात्रै छ त्यसको अनि यो पनि कस्तो राम्रो छ यसको यो पनि मिनी ब्ल्याङ्केट हेर न कस्तो क्युट छ कि कस्तो माया लाग्दो बच्चाहरूले यस्तै त राम्रो लाग्छ नि है यस्तो त लगाउँदाखेरि राम्रो देख्छ पनि यो पनि एकदम राम्रो छ यो चाहिँ युज गरिरहेको छु मोस्ट अफ द चाहिँ युज हुने दिनहरू भइरहेछ आई थिङ्क यो किन्यो मात्रै किनभने मेरो बेबी अब स्प्रिङमा जम्यो अब समर अब गर्मी समयमा जमेपछि त यो बाक्लो धेरै प्रयोगै भएन अब यो त युजै भएन युजै नभइकन सानो भयो अब यो चाहिँ यत्तिकै थन्काइरहेको छ हामीले चलाएकै छैन त्यो ओनिसिस बोडिस भएपछि त्यस्तो धेरै चलाउँदैन रहेछ कपडा आई थिङ्क यिनीहरू न्युबर्न बेबीहरूमा या फेरि हामी यस्तो भएर घुमिराख्ने डुलिराख्ने मान्छे भयो भने चाहिँ टन्न थम्किनु हुन्छ तर के अरे भर्खर न्युबर्न फेजेसमा चाहिँ कहीँ त्यस्तो धेरै गएन नि त म 2 मन्थसम्म चाहिँ म घरैमा बसेँ त्यही भएर होइन यो चाहिँ मेरो ओल्ड भिडियो अनि अहिले चाहिँ भोइस ओभरल्याप गरेको कि अब घरमा बसिरहेको छु टाइम पास गरिरहेको छु सो फ्री टाइम भएर के गरौँ हुन्छ अनि पुरानो भिडियोजहरू हेरेर उयो गर्छु कि भोइस ओभरल्याप गरेर अनि एडिट गरेर राख्नु पर्ला भने एडिट गर्न त आउँदैन मेरो यति नै हो मेरो एडिटको क्वालिटी चाहिँ होइन जस्ट र भिडियो नै हुन्छ कि मेरो सबै युजै गरेको छैन बिचरा यो कपडा त जस्तोको त्यस्तै छ तर राखिराख्ने भोलि पर्सिको यसको फर्स्ट क्लोथहरू हो यिनीहरू सबै सानो छ बिचरा अहिले त यो ठुली भइसक्यो अब 3 मन्थ हुन लागिसक्यो सो सी इज ग्रोइङ फास्ट होइन टाइनी क्लोथ्स टाइनी मोमेन्ट्स अनि मेरो तर्फबाट रिभ्युज चाहिँ यिनीहरूको कपडा राम्रै छ नराम्रो छैन भनौँ न सो यो चाहिँ मेरो गाउन हो घर बस्दा लाउन 100% कटन हो यो पनि होइन के भनौँ ल है साथीहरू होइन मेरो एक्सपिरियन्स चाहिँ राम्रो भयो त्यहाँको सामानहरू किन्दा नि उनीहरूको सामानहरू नराम्रो हुन्छ जस्तो लागिरहेको थियो पछि यसो सोच्दाखेरि त राम्रो रहेछ किनभने मोस्ट अफ द फ्याक्ट्रीबाट बनेर आउने भनेको त्यतै ब्रान्डको सामानहरू त्यतै हो है ल है मेरो भिडियोहरू देख्नुमा थ्याङ्क यू सी यू नेक्स्ट टाइम